छौँ। तपाईहरु तयारी हुनुहुन्छ कि हुनुहुन्न प्राविधिक मित्रहरूले भन्नुहोला। तपाईँ आजको कार्यक्रमलाई हामी पुनः अगाडि बढाउन चाहन्छौँ किनकि हामीमा समय थोरै छ तर अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमहरू रहेको छन्। हाम्रा कलाकार साथीहरू तयारी गर्दै हुनुहुन्छ। यही क्रममा म आजको एकदमै महत्त्वपूर्ण ज्यादै महत्त्वपूर्ण र आज हामी जुन उद्देश्यका साथ यहाँ भेला भएका छौँ त्यसको लागि हामी पूर्ण रूपमा तयारी भइसकेका छौँ र आजको यस किराँत वाग्मी राई सोल्याउ स्तम्भ पार्क समुद्घाटन कार्यक्रमको लागि सुरुमा यो हाम्रो सोल्याउ पार्कको जुन गेट रहेको छ त्यसमा रिबन काटेर त्यो लगत्तै हामीले सोल्याउ स्तम्भ पार्कमा शिलालेख राखेका छौँ। त्यसलाई अनावरण गर्दै पूर्ण रूपमा हाम्रो 39 फिट अग्लो सोल्याउ पार्कको उद्घाटन गर्नुपर्नेछ। त्यसको लागि हाम्रा अत्यन्तै महत्त्वपूर्ण पत्रकार साथीहरूलाई पनि तयारी भएर रहिदिनको लागि अनुरोध गर्दै आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू लगायत संस्थाका अध्यक्ष लगायत सम्पूर्णमा म हार्दिक अनुरोध गर्दछु। कृपया यहाँहरूले ताली बजाएर साथ दिनुहोला किनकि आजको हाम्रो कार्यक्रमको लागि भएर यसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि सहयोग गरिदिनुको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दै यस गाउँपालिकाको गाउँपालिका गान रहेको छ त्यो पालिका गान बजाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो यस गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुण्डालज्यू अत्यन्तै जुझारु हुनुहुन्छ। उहाँले गाउँपालिका गान बनाउनु भएको छ। त्यसको लागि सम्पूर्ण रूपमा उहाँलाई धन्यवाद ज्ञापन गर्दै पालिका गान बजाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया प्राविधिक मित्रहरू पालिका गान बजाइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो तयारी पूर्ण रूपमा भइसकेको छ।
एकदमै ऐतिहासिक बनाउन चाहन्छौँ। त्यसको लागि स्वागत गर्नको लागि आजको यस अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम किरण राई कमला राई सल्या पार्क स्तम्भ पार्क उद्घाटन समारोह सकिसकेको छ। कृपया प्राविधिक मित्र यो गीतलाई सानो बनाइदिनु होला। एकदमै ऐतिहासिक कार्यक्रममा अत्यन्तै गरिमाका साथ हाम्रो सल्या पार्कलाई उद्घाटन गरिदिनु भएकोमा त्यसैलाई सम्पूर्ण महानुभावहरू पनि पुनः यस मञ्चको अगाडि आएर बसिदिनुको लागि हार्दिक अनुरोध गर्दै सम्पूर्ण अतिथिज्यूहरू पनि पुनः आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। कलाकार भाइ बहिनीहरू, हामीहरूले तपाईँहरूलाई जानकारी गराइराखेका छौँ कि समय हामीसँग एकदमै छोटो रहेको छ र हाम्रो स्वागत गीत गाउनका लागि सम्पूर्ण कलाकार भाइ बहिनीहरूलाई यस स्टेजमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। वमले राई सांस्कृतिक कलाकार समाजका कलाकार भाइ बहिनीहरू यस स्टेजमा उपस्थित भएर स्वागत गान गाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रम ढिला भयो, त्यसमा हामी क्षमा याचना गर्दछौँ र हाम्रो कलाकार भाइ बहिनीहरू आइपुग्नु भएको छ। कृपया त्यो कोणबाट चाहिँ यता फर्किनु भयो भने कलाकार भाइ बहिनीहरूको, कलाकार साथी मित्रहरूको, अतिथिज्यूहरूको पनि नजर पर्नेछ र यहाँ उपस्थित महानुभावहरूको पनि नजर पर्ने कुरा म यहाँसँग व्यक्त गर्दै आजको स्वागत गीत गाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। स्वागत नृत्य सानो सानो भाइ बहिनीहरू तयार गर्नुभएको छ, उहाँहरू पनि तयार भएर गीत प्राविधिक साथीहरूलाई दिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँका स्थानीय भाइ बहिनीहरू, कलाकारहरू यहाँ उपस्थित भएर पूर्ण रूपमा तयारी भइदिनुको लागि म हार्दिक अनुरोध गर्दै आजको स्वागत गीतको लागि कलाकार मित्रहरूलाई म हार्दिक अनुरोध गर्दछु।
कार्यक्रमका प्रमुख अतिथिज्यूहरू उहाँहरू चाँडै लाग्नुपर्ने भएको कारणले गर्दाखेरि यो समयको पाबन्दीको कारणले गर्दाखेरि हामी कार्यक्रमलाई केही रफ्तारमा अगाडि बढाउने अनुरोध गर्दै क्षमा याचना गर्दछौँ। रामहरि खतिवडाज्यू, त्यस्तै हाम्रा संविधान सभा सदस्य हाम्रो यज्ञराज सुनारज्यू, प्रदीप सुनारज्यू, पार्टी सभापतिज्यू लगायत गाउँपालिका अध्यक्ष, नगरपालिका अध्यक्ष, मेयर लगायत यहाँ मञ्चमा सम्पूर्ण अतिथिगणहरू र यहाँ उपस्थित सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, समय अत्यन्तै छोटो भइसकेको कुरा यहाँ सबैलाई जानकारी छ। म धेरै कुरा लामो गर्न चाहन्न र यहाँको यो विशेष आजको यो हाम्रो सल्यावा स्तम्भ उद्घाटनको यो अवसरमा मलाई निमन्त्रण गरेर यहाँ आउने अवसर प्रदान गरेर हुने हाम्रा आदरणीय गर्जोधन राई लगायत प्रदीप सुनार लगायत हाम्रा रामहरि खतिवडा लगायत यहाँका सम्पूर्ण सबैलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो ऐतिहासिक धरोहर, यो हाम्रो एउटा ऐतिहासिक स्थल बलबहादुर राई, गोपाल राई, हाम्रा व्याकुल महिला लगायतका यहाँका तमाम एउटा विशिष्ट व्यक्तिहरू जन्मेको यो ठाउँमा म अत्यन्तै हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। र यहाँका 101 युवाहरू हुनुहुन्छ, 101 यहाँका हाम्रा अग्रजहरू हुनुहुन्छ, उहाँहरूको यो योगदानले जुन एउटा ऐतिहासिक यो हाम्रो स्तम्भ निर्माण भएको छ यसको सधैँ सधैँ उत्तरोत्तर प्रगति र यहाँलाई शुभकामना तथा बधाई दिन चाहन्छु। म नेपाल सरकारको तर्फबाट सधैँ सबै जात जाति भाषा धर्मको संरक्षण र सम्वर्धन गर्ने जिम्मेवारी नेपाल सरकारले प्रभावकारी रूपमा गर्दै आएको छ। र यहाँले उठाउनुभएका तमाम कुराहरू मैले यहाँ लेखेको पनि छु, टिपेको पनि छु। म ती कुराहरू आगामी दिनमा म कार्यान्वयन गर्ने कुरामा अगाडि बढाउँदै विशेष गरी वन जङ्गलसँग जोडिएका कुराहरू, वन ऐनसँग जोडिएका कुराहरू यहाँ धेरै आएका छन्। त्यसलाई हामीले संशोधनका माध्यमबाट त्यो सबैलाई सहजीकरण गर्दै जाने कुराहरू राख्दै म यो ऐतिहासिक एउटा जिम्मेवारी र ऐतिहासिक यो एउटा स्थल यो जो छ यसका लागि म सधैँ यो स्थलसँग, यहाँको समुदायसँग, यहाँको भाषा संस्कृतिसँग, मेरो भावनासँग जोडिएको मैले सम्झेको छु। र मैले एकजना मेरो हाम्रो आदरणीय नेता हुनुहुन्छ जीवनबहादुर साई, जो कर्णाली प्रदेशको मुख्यमन्त्री, पूर्व गयो राई, पश्चिम गयो साई भने जस्तो आज यहाँ राई र साईको भेट हुने एउटा ऐतिहासिक अवसर जोड्यो। यसका लागि म यहाँहरूप्रति हार्दिक नमन र हार्दिक आभार व्यक्त गर्दै म यहाँहरूसँग धेरै लामो कुरा गर्ने समय भएन, अत्यन्तै छोटो समय भयो। यसका लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बिराउन चाहन्छु। धन्यवाद। जय नेपाल। नमस्कार। लाल सालम अभिवादनहरू। धन्यवाद प्रमुख अतिथिज्यू। मायाको चिनो प्रदान गरिदिनुको लागि यस कार्यक्रमका सभाध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी रामहरि खतिवडाज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यज्ञराज सुनारज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रदीप सुनारज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी तेजेन्द्र खनालज्यूलाई पनि मायाको चिन्ह ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ज्ञानेन्द्र रुन्दालीज्यूलाई पनि मायाको चिन्ह ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अध्यक्षज्यू एउटा ल धन्यवाद। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अबको लगत्तै हाम्रो केही गीत र नृत्यहरू हुनेछन्। भर्खरै हामीसँग पर्याप्त समय प्राप्त भएको छ।
अब हामीसँग कुनै पनि हतार छैन। अब हामी तपाईँहरूसँग रमाउने हो, किनकि हाम्रो अतिथिज्यूहरू गइसक्नु भएको छ, तर कार्यक्रम समापन हुन बाँकी छ। अब हामी केही 2 टका प्रस्तुतिहरू गर्ने बित्तिकै हामी कार्यक्रमको समापन गर्दछौँ। बेलुकै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हामीले खाजाको व्यवस्था गरेका छौँ। यहाँको कार्यक्रम समापन हुने बित्तिकै हामी खाजाको लागि अनुरोध गर्नेछौँ।